गर्दै माथि कमेन्ट जति भिडियो नयाँ आउँछ त्यति जति नयाँ आउने भिडियोहरूले भिडियो फुल वाच गरेर कमेन्ट गरिदिनु होला है त। अनि भिडियो कमेन्ट चेक गर्दै आउँदैछ, हेर्दैछु। जतिजना कोहीको त कमेन्ट हाइट छ कि के हो है, कोहीको त यस्तो मेरो भिडियो हेरिदिनै छोडेको छ, किन भन्दा कमेन्ट आएको छैन त, त्यसले गर्दा अब ठिकै छ अब है। अन्त त्यसले गर्दा म चाहिँ हेरिदिँदैछु। तपाईँहरूको कमेन्ट यहाँ आइसकेको छ हेरेँ आजहरूको, त्यसले गर्दा है। अन्त त्यसले गर्दा गएन म सिलगढी है, गाडी पनि थियो, उनी त गाडी थियो, गाडीमा त म जान्थेन, गाडी फ्री थियो है। अन्त यहाँबाट जाने मान्छे थियो, तर म चाहिँ गएन, अलि अप्ठ्यारो हुन्छ अरू मान्छेहरूसँग चाहिँ, त्यसले गर्दा म गएन। गोठामा जान्छु भनेर बसेको चाहिँ थियो। फेरि त्यहाँ माथि अन्त मेरो इमर्जेन्सी फोन आएको थियो है, यस्तो कागजहरू चाहिन्छ भनेर है। अन्त भुटानबाट कागज निकालेर मेरो साथीले उता फोन गरेर अफिसमा फोन गरेर है, उताबाट कागज निकालेर पनि यहाँ पिडिएफमा आइसकेको छ। अन्त हुन्छ कि हुँदैन है, कागज चाहिँ आइसकेको छ मेरो हातमा, त्यसले गर्दा म चाहिँ गएको थिइनँ है कागजको लागि, यहीँ बस्थेँ। अन्त अब बोलेर पर्छ फेरि बजारमा जानुपर्ने छ है, बजारमा अलिक के हो कहाँ के छ भोलि देखाउँला है त। हेलो गुड मर्निङ सबैजनाले, गुड मर्निङ छ, के हो गुड मर्निङ छ सबैजनाले। म चाहिँ एकछिन है काम परेर गुम्बामा जाँदैछ, एकदम कामहरूमा अलिक इमर्जेन्सी पऱ्यो। अन्त अब बजारमा पूजामा जानु पर्थ्यो है, अब क्यान्सल गरेर अब सिलगढी जानु पर्ला जस्तो छ है, अलि इमर्जेन्सी काम पऱ्यो है। तर हेरौँला पऱ्यो है, अब जान्छ कि जान्छ, अब साथी पाएन भने त अलिक जानु साह्रो पर्छ, किनभने म त्यति तल एक्सपिरियन्स छैन त, कहाँ के पाउँछ सामान है, कहाँ बनाउँछ कहाँ बनाउँछ, एउटा चेस्टमा बनाउनु पर्ने रहेछ, इमर्जेन्सी काम परेर है। आज त्यहाँ बजारमा पूजा चाहिँ क्यान्सल गर्नु पर्ने जस्तो छ, अरू पठाइदिन्छ छ भने चाहिँ, छैन भने चाहिँ अब मै जानु पर्दैन है, त्यहाँ क्यान्सल गरेर चाहिँ अरू पठाइदिनु पर्छ होला। म अलि इमर्जेन्सी काम पऱ्यो, इमर्जेन्सी काम परेर है। अन्त हेरौँ ल आज क्यान्सल गर्छ कि गर्दैन, जान्छ कि जान्दैन है, भरे देखाउँ ल है। अलि हिजो राति फोन आएर पनि है इमर्जेन्सी भयो, त्यसले गर्दा नभए त आज म बजारमा थियो है प्रोग्राम बजारमा। अन्त भोलिपल्ट सिलगढीमा छ, त्यहाँबाट भइहाल्छ है, सिलगढी त्यहाँ बसेर के फेरि सेतो घरको सिलगढीको कता भइहाल्छ त्यहाँ जाँदा त्यहाँ निस्किँदा है। यहाँको चाहिँ खोइ साथी पायो भने चाहिँ आज सिलगढी लाग्नु पर्ला जस्तो छ, अलिक चेस्टमा पनि बनाउनु पर्ने छ। ल हेरौँ ल भरे देखाउँ ल के हो है। यहाँ धेरै किसिमको फुल रहेछ, एउटा यहाँतिर पुरा छ, सेतो बुनी छ, आम्मा हो यहाँ यस्तो फुल त अन्त कहाँबाट पाउनु है। यतापट्टि सेतै छ फेरि फुल, यहाँ सेतो रातो पिङ्क कलर अर्को पुरै रहेछ, धेरै किसिमको फुलहरू, धेरै किसिमको कलरहरू। हेलो गुड इभिनिङ। फेरि म चाहिँ अघिदेखि भिडियो बनाएको दिमाग प्ले नगरेर खै बोलेको 20 मिनट जस्तो बोलेको, भरे त प्ले गरेको छैन, कस्तो दिमाग है, दिमाग टाउकोले यस्तो गरिदिनु पर्छ ल। अन्त म चाहिँ आजको यो चाहिँ भएन है प्लान चाहिँ, किन भन्दा मेरो इमर्जेन्सी भुटानबाट कति कागजहरू है निकाल्नु पर्थ्यो, त्यसले गर्दा फेरि म सिलगढी गयो भने चाहिँ है बाटोतिर फेरि नेटवर्क रोक्छ होला भनेर, नेटवर्क रोक्यो भने फेरि उताबाट आएको कमेन्टहरू मेरोमा आइपुग्दैन, त्यसले गर्दा अलि ढिलो हुन्छ। इमर्जेन्सी कामहरू थियो,
त्यसले गर्दा यहीँ बसेँ वाइफाईको छेउमा फिक्स दिनभरि है कहीँ गएन काम पनि गरेन दिनभरि खायो बास्यो भिडियो हेरेँ आजहरूको त्यसले गर्दा है अन्त त्यसले गर्दा गएन म सिलगढी है गाडी पनि थियो हुन त गाडी थियो गाडीमा त म जान्थेन गाडी फ्री थियो है अन्त यहाँबाट जाने मान्छे थियो तर म चाहिँ गएन अलि अप्ठ्यारो हुन्छ अरू मान्छेहरूसँग चाहिँ त्यसले गर्दा म गएन गोठामा जान्छु भनेर बसेको चाहिँ थियो फेरि त्यहाँ माथि अन्त मेरो इमर्जेन्सी फोन आएको थियो है यस्तो कागजहरू चाहिन्छ भनेर है अन्त भुटानबाट कागज निकालेर मेरो साथीले उता फोन गरेर अफिसमा फोन गरेर है उताबाट कागज निकालेर पनि यहाँ पिडिएफमा आइसकेको छ अन्त हुन्छ कि हुँदैन है कागज चाहिँ आइसकेको छ मेरो हातमा त्यसले गर्दा म चाहिँ गएको थिइनँ है कागजको लागि यहीँ बस्थेँ अन्त अब भोलि र पर्सि फेरि बजारमा जानुपर्ने छ है बजारमा अलिक के हो कहाँ के छ भोलि देखाउँला है त हाम्रो बजार चाहिँ तर यस्तो दिनमा त के देखाउनु है यस्तो दिनमा त अन्धेरी न भ्यूहरू देख्छ न बिल्डिङहरू देख्छ न के देख्छ है तर राम्रो हुन्छ होला भोलि मौसम अहिले यस्तो भइरहेको छ अन्धेरो दिनभरि त्यस्तै खोइ हावा फेरिएको छ माथि हावा अन्त आजहरूको भिडियो हेर्दैछ है मेरो पनि भुटानिसलाई पनि माया नमारेर है कन्टिन्यू हेरिदिनु होला तर म चाहिँ अलि तलबाट आउँदैछ है हिजो जस्तै नेटवर्क नभएको कारणले गर्दा अलिक ढिलो भयो त्यसले गर्दा तलबाट जति कमेन्ट भेट्छ कमेन्ट चेक गर्दै म चाहिँ ट्याङ प्ले गर्दै आउँदैछ है तलबाट है त अन्त हजुरहरूले पनि माथिबाट कमेन्ट गर्दै माथि कमेन्ट जति भिडियो नयाँ आउँछ त्यति जति नयाँ आउने भिडियोहरूले भिडियो फुल वाच गरेर कमेन्ट गरिदिनु होला है त भिडियो कमेन्ट चेक गर्दै आउँदैछ हेर्दैछु जतिजना कोहीको त कमेन्ट हाइट छ कि के हो है कोहीको त यस्तो मेरो भिडियो हेरिदिनै छोडेको छ किन भन्दा कमेन्ट आएको छैन त त्यसले गर्दा अब ठिकै छ अब है अन्त त्यसले गर्दा म चाहिँ हेरिदिँदैछु तपाईँहरूको कमेन्ट यहाँ आइसकेको छ जति आएकोले चाहिँ म चाहिँ ट्याङ प्ले गर्दैछु है त्यसले गर्दा म हारमा नमारेर है एकदम हेरिदिनु होला अन्त भोलि र पर्सि पनि म बजारतिर जाने पर्ने छ है अब देखाउँला के छ हाम्रो यहाँको बजार चाहिँ है बजार बिचमै सेन्टरमै छ है खास आज भन्दै थिएँ आज पर्खेर बसेको त छैन रहेछ भनेर म सिलगढीको प्लान राखेको थिएँ मेरो चेस्टमा फुटेर क्या चेस्टमा दुईवटा बनाएको थिएँ दुईवटै फुटेर आँखा यस्तो सेतो पनि त्यति हेर्ने सक्दैन अब देख्ने त देख्छ सबै कुरा देख्छ तर यस्तो सेतोहरू धेरै हेर्ने सक्दैन आँखा दुख्छ त्यसले गर्दा चेकअपमा म सिलगढी जाउँ सोचेको थिएँ चेकअप भन्दा पनि चेस्टमा बनाउनेको लागि पहिलाको दुईवटै फुट्यो मेरो सिरानी मुनि परेको थिएँ रहेछ मेरो यस्तो केले थिचेको दुईवटै फुटेर है दुईवटा सँगै फुट्यो एउटा कालो खर्को एउटा दुईवटा बनाएको थिएँ एउटा चाहिँ गममा लाउने एउटा चाहिँ यस्तो खुल्लामा त्यसले गर्दा दुईवटा बनाएको थिएँ दुईवटै फुटेर है कति भइसक्यो मेरो चेस्टमा नभएको है त्यो बनाउने जाउँ भनेको त है साथी पनि भएन है त्यहाँ माथि अन्त म अलिक इमर्जेन्सी काम परेर कागजहरू निकाल्नु पर्थ्यो त्यसले गर्दा कागजहरू निकालेर बसिरहेको छ अन्त हजुरले के छ यहाँदेखि चाहिँ हाम्रो भुटानिस कहाँ रहेछ भनेर थाहा हुन्छ कन्टिन्यू भिडियो हेरिदिनु होला कुन चाहिँ को नम्बर रहेछ के काम चाहिँ गर्दैछ कहाँ चाहिँ जाँदैछ सबै थाहा हुन्छ है त्यसले गर्दा मेरो भिडियो पनि हेरिदिनु होला हजुरहरूको पनि कहाँ जाँदैछ कसको ठाउँ राम्रो रहेछ कि नराम्रो रहेछ सबैमा हजुरहरूको ब्लग हेरेर हजुरहरूको देखाएको ठाउँहरू धेरै जस्तो म घुमिसक्यो हजुरहरूको त्यहाँ भिडियोले गर्दा मेरो पनि त्यसरी मेरो भिडियो हेरेर हजुरहरू जान सक्छ कोही राम्रो ठाउँहरू कोही है देखाउँछ म नयाँ ब्लग त्यसले गर्दा मेरो पनि हेरिदिनु है त कन्टिन्यू हेरिदिनु होला सबैजनाले कन्टिन्यू हेरिदिनु होला हिजो चाहिँ धेरै मेरो साथीले अलि भिडियो लङ बनाएछ नि झन्डै 1 घन्टाको बनाएछ हो म त काट्दा बिचमा त आरसी पो लाग्यो आधी लगाइदियो अपलोड किन भन्दा काट्दा फेरि लेट हुने रहेछ हो त्यसले गर्दा लेट हुन्छ होला भनेर मैले चाहिँ बिचबाट छोडेर यतिकै लगाइदियो बडा त कति 40 मिनट कति भइसकेको छ अन्त हेर्ने सक्नेहरूले हेरिदिन्छ होला है
त्यसले गर्दा हेरिदिन्छ होला भनेर मैले हालिदिएको थिएँ। अन्त हेरिदिनु होला है त, कमेन्ट चाहिँ गर्ने नबिर्सिनु है फेरि है। कमेन्ट छ भनेदेखि चाहिँ म चाहिँ कमेन्ट हेरेर भिडियो फेरि रिप्ले गरिदिइहाल्छ म चाहिँ है। त्यसले गर्दा लु कति मिनट भएछ? अम्बो 6 मिनट। आज चाहिँ यस्तै राख्नुपर्छ कि के हो है, यहीँ राख्नुपर्छ होला है हाम्रो। तर के गर्नु अब एकछिन बस्नुपर्छ होला। अहिले कति बज्यो भन्दाखेरि 5 बजेछ। अहिले एकछिन राख्छ। यहाँ फुलहरू यस्तो छ, चिसोमा चाहिँ खोइ त्यति राम्रो हुँदैन छ यो फुल फेरि। गरम उतातिर त दामी हुँदैछ, आउँदैन चाहिँ त्यति राम्रो हुँदैन रहेछ। ल अहिले एकछिन नगरौँ ल, मलाई के देखाउँ ल एकछिनमा है फेरि। के गर्नुपर्ने हो के यस्तो छ मौसम चाहिँ बाब्रे। ल गुड इभिनिङ सबैजनालाई। आज चाहिँ त्यति ब्लग बनाउने गएन, म दिनभरि रेस्ट गरेर बसेँ है। जिउरी कस्तो थाकेको जस्तो भयो है, त्यसले गर्दा रेस्ट गरेर बसेँ। अन्त त्यसले गर्दा म त्यति भिडियो बनाएन आज। अलिअलि इन्फर्मेसन जस्तो अलि दिएको थिएँ म, त्यस्तो भयो बिजी भयो भनेर है। त्यसको भिडियो आज हल्का दिन पनि राम्रो थिएन, हल्का बनाएको थिएँ, त्यही अपलोड गर्छु। हजुरहरूले कन्टिन्यू हेरिदिनु होला। त्यही भन्दै आज चाहिँ यहीँ बिदा माग्छ सबैजना। आजको लागि चाहिँ बाई बाई, गुड नाइट।